भेरी गुड ओके भेरी गुड लास्ट हो अब चाहिँ हाल्ने नि होइन चाहिँ खास ए स्याउची है पर पिस ब्ल्याक लेभल पुरानो आकृति है आज हामी हेलो गाइज सबजनालाई वेलकम छ एन्ड गुड मर्निङ छ 안녕하세요 आज चाहिँ हामी यता सौलदेखि करिब 2 घन्टा 3 घन्टा केटिएक्स ट्रेन चलेर आएको छौँ र यो ठाउँको नाम चाहिँ जिनयाक भन्ने क्षेत्र हो यो ठाउँ चाहिँ र यहाँ चाहिँ हामी चाहिँ मेन चाहिँ फादा समुद्रमा आएको गाइज है यहाँ ठुकै हामी यहाँ यो भवनमा यो बसेर हामी चाहिँ अब बाहिर निस्केको छौँ घुम्नको लागि र अब चाहिँ हामी खाने थोरै खाजा खाने हो अब है खाजा प्लस खाना खाने हो सो हाम्रो साथीहरू पनि वेटिङमा हुनुहुन्छ ल सबै हाई भनौँ अजय हेलो अजय पपुहाङ फ्रम लौती भयो कुन ठाउँ भयो पास्टर हाम्रो विनोद भाइ फ्रम तेह्रथुम हाम्रो उराव भाइ सुनसारीबाट एन्ड मी म चाहिँ इलामदेखि हो गाइस हाम्रो अर्को साथीहरू पनि आउँदैछन् माथि रेडी हुँदैछ है गाइस अब हामी चाहिँ ट्रिप कन्टिन्यू हामी चाहिँ लाग्दैछौँ हाम्रो साथीहरू पनि अगाडि गइसकेको छ ल ओके हाई आजको हाम्रो विशेष आजको डेको चाहिँ के छ प्लानिङ हामी आज फादामा पौडी खेल्न जाँदैछौँ माथि स्विमिङ गर्ने प्लान छ हेरौँ कतिको घामले डढिन्छ डढिँदैन हो अब त्यही अनुसार अगाडि बढ्दैछौँ हामी ओके के छ त्यही हो हाम्रो प्लान दाइ के छ एकदम के छ ओके भनेपछि सबैको ठिकै छ भनेपछि त अब मेरो पनि त ठिकै छ है मेरो पनि ठिकै छ आज चाहिँ एकदम बबल हुनेछ आज चाहिँ फादर समुद्रमा गएर टक्कसँगले स्विमिङ गर्ने हो हेर्नुहोस् लेट्स सी गाइज अब हामी जाँदैछौँ अब चाहिँ हामी जाने होटल पनि आइसक्यौँ सनक्रुज अलिक गरम छ उकाल हिँडेन यो बाटो उकाल हिँडेको है त हाम्रो साथीहरू पुरा थाकेको हो हो भाइ गरेको हामी कुन ठाउँ जाने अरे थाहा छ हामी कुन ठाउँ जाने हामी जाने ठाउँ त्यो सनब्रिज होइन सनक्रुज ल भाइ हेलो ल गाइस अब हामी जाँदैछौँ ल तिमीले गर्नु भएको छैन अति नै भयो ओके गाइस आयो दामी ओके गाइस यति भएपछि पास भयो है ओ आइ कति गर्मी भइरहेछ नकुराएर हामी गर्मी बिदा लिन मनाउन आएको है त्यही भएर गर्नु त होइ नै हाल्छ ओके गाइस केही छैन विशेष यो होटल चाहिँ के छ विशेषता नेपालमा बस्ने यसो देखाइदिनु पर्छ यसरी पहिरो रोकथाम गर्न सकिन्छ विशेष यो होटलमा चाहिँ के छ विशेषता त्यो समुद्रमाथि बसेर खानासाना खाजासाजा खाने सुत्ने त्यसको आकृति पनि जहाजको जस्तै ट्याक्क बनाएको छ पहाडमाथि बनाएको छ समुद्रमाथि पनि होइन ल हेर्नुहोस् गाइस यहाँ चाहिँ है यस्तो भिरतिर पनि कसरी चाहिँ यस्तो वाल लगाउँछ छ हाम्रो हजुरबा जितेबाहरूले बनाएको अरे पहिला हो उता नेपालदेखि आएर नेपालदेखि आएर कोदालोले खनेर ट्याक्क बनाएको अरे यसलाई चाहिँ यसै गरी गर्नुपर्छ ओके गाइस नेपालमा पनि यस्तो विकास होस् भन्न चाहन्छु म हामी हाम्रो प्रदेशी दाजुभाइले विकास भएखेरि नेपालमा नबुझ्यो भने त्यस्तो भन्न मिल्दैन विकास हुँदैछ पनि भइसकेपछि पछि केयर होस् भन्ने कुरो मात्रै हो कि विकास त भइ नै रह्यो त्यो त अब हात्ती आयो पुस्छ भने जस्तो हो नि होइन अब यो केयर नगर्ने भने यो बिग्रिन्छ भत्किँदैन अब यो बनाइसकेपछि केयर गर्नु पर्यो बन्दै गयो अहिलेको सरकार के पुरानो जस्तै हो कहाँ पुरानो जस्तो हुन्छ यार अहिलेको काम गरेर देखाउँछ 5 वर्ष पुऱ्याउँ भएन भने त्यो सरकार खालीमा पनि हाम्रै हो अब 5 वर्ष पुर्नु के 3 महिना कुर्दै अहिले वास्त व्यस्त केही छैन अस्त व्यस्त बनाएको भनेको त्यो पुरानाहरूले हो पुराना पार्टीका झोलेहरूले हो अब राम्रो आउँछ नयाँलाई चान्सतिर खोज्नुपर्छ क्या 5 वर्ष त हेर्नु पऱ्यो नि त्यो बुढाहरूलाई हेरिसक्यो
5 वर्ष हेरेर भएन भने कुरो त हामी आफै गर्ने अनि होइन अनि 5 वर्ष नआइकन 3 महिना नै 3 महिनामै देश खोक्रो मानिसक्यो केही होइन छैन कोक्रो केही भएको छैन अहिलेसम्म भ्रष्टाचारमा कुन चाहिँ नेता मन्त्री मुखिया देखियो त 3 महिनामा त्यो हेर्नु पऱ्यो नि त हामी हो अहिलेसम्म कम्प्लेन के त खगेन्द्र सुनारले भनेको छ रसोतिरको मात्रै बिग्रियो कि होइन अहिले आम जनताले त भन्छ गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्छ त आमले भने होइन त्यो झोलेहरूले भने झोलेले झोलेका आमले भनेका हुन् हो जनताहरू केही भएकै छैन ओके ओके हामी चाहिँ जहाँ आउनुपर्ने थियौँ त्यहाँ आइपुगिसक्यौँ बबल छ है गाइस गाइस हेर्नुहोस् गर्मी पसिना हेर्नु न गाइस पसिना के हो यस्तो कुन जुनीको पाप हुनु मलाई कसमा लाउनुपर्छ है गाइस नझन् गाह्रो हुन्छ र हामीलाई आउनु हाम्रो गन्तव्य आइसक्यो है यो जहाज टाइपको आकृति टाइपको यो होटल सनक्युज टिकट गरम 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 ल आइसक्यो गाइस बबल छ त है गाई ओ माई गड सब हामी पुगिसक्यौँ ओ गाइस ल ल फाइनली हामी पुगिसक्यौँ है गाइस गरम छ अति गरम छ है वाउ हाम्रो साथीहरू चाहिँ फोटो सेक्सन हुँदैछ ल ल ठिक छ ठिक छ ठिक छ गाइस गरम गरम हरेक गरम छ गाइस लास्ट गरम छ ल अब चाहिँ हामी चाहिँ यहीँनिर यो जहाजको आकृति जुन देख्नु छ नि यो चाहिँ होटल हो है सुपप छ है सुपप छ अनि गाइस फर्स्ट टाइम सो ह्याप्पी है कडा छ है हरिप छ है वाउ नाइस लास्ट गर्नु पनि लास्टै गर्मी हो अब के भन्नु गर्मी हो नि मजा आइरहेको हामी मुनि माछा पनि रहेछ है अब माछा पनि छ गाइस ल अब चाहिँ हामी पुगिसक्यौँ है भित्र छिरौँ गेटमा फाइनली माछा बा ल गाइस माछा ओके गरम भयो मलाई ल अब हामी चाहिँ यहीँनिर भित्र छिर्नु ल अब म त उयो ढुङ्गाले गर्मी भयो गाइस हरिप गर्नु छ शीतल भयो हाम्रो साथीहरू यहाँनिर अगाडि मिटिङमा छ पुरानो आकृति है आज भन्दा कति वर्ष अगाडि हो र यसको नाम चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ गाइस छाकफोङ ए सोन्दे भन्ना खिदेजीमा सिप्सियो भन्नु चाहिँ ओके गाइस यहाँ हेर्नुहोस् भवन एकदम ओभर दामी छ खतरा छ है यो चाहिँ हामी यहाँनिर खानेकुराहरू यो चाहिँ सागुवा स्याउची है पर पिस परको 3000 वन् पर्छ नेपाली 300 अरू पनि छन् भाइ के ल्यायो र यहाँ चाहिँ रामेनहरू छ है रामेनहरूको प्राइस पनि एकदम महँगो छ सबै महँगो हुन्छ है यहाँ चिसोहरू यहाँनिर अब यहाँनिर रक्सीहरू पनि को आइटम पनि छ बट यो चाहिँ खाइँदैन है तपाईँहरू जस्ट देखाएको मात्रै हो प्राइस ए कुन हेर्नुहोस् तपाईँहरू म रक्सीको यहाँ ब्ल्याक लेबल 59,000 वन् है अरू पनि छ अरू
यहाँनिर क्यास बियर छ, यहाँ विभिन्न आइटमहरू छ। यहाँ चाहिँ हाम्रो दुध छ, मक्खली जाँड टाइपको छ। हाम्रो साथीहरू यहाँनिर किनिरहेछन्। यहाँ पनि छ चिप्सहरू केहरू। के लाने हो? चुज गर्दैछु मैले के खाने हो। बिस्कुटको परिकारहरू धेरै छन्। बिस्कुट पनि मिठो हुन्छ, राम्रो हुन्छ है। ब्रेड चाहिँ रहेछ, मैले ब्रेडको कुरा हो वास्तवमा। ब्रेड ओ लाने हो एउटा? स्विङ गर्ने होइन। माथिबाट चाहिँ छ मेरो, मुनिबाट लाने म। ओके गाइस, यहाँ गाडीको अब दामी दामी छ यो गाडीहरू है। यो चाहिँ ओरिजिनल है, ओरिजिनल गाडीहरू हो। ओरिजिनल मतलब यो एकदम दौडवाला यामिङ हो। मलाई चाहिँ कुन कलरको ठिक होला अब? यो चाहिँ कस्तो केटी कलर? यो कस्तो छ? यो त केटी कलर जस्तो छ है। लेडिज आइटम पनि रहेछ क्या, जेन्ट्सको लागि त अलिकति। यस्तो ठिक हुन्छ, यस्तोहरू पनि ठिक हुन्छ त। लानु होला, म चाहिँ यो लानु एउटा। ल गाइस, म चाहिँ यो एउटा यो लिने भयो है, किनभने स्विमिङ गर्नुलाई। राज दाइ, ल गाइस, म चाहिँ यो लिएँ। अब चाहिँ हामीले यहाँनिर जहाजको 9 तला माथि आएको छौँ। फर्स्ट सबभन्दा हाइएस्ट फ्लोर। हेर्नुहोस् यहाँदेखि तल हेर्नुहोस्, बाफ्रे 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 क्या खतरा देखिरहेछ है। तर लास्ट आज गर्मी छ है, ओभर गर्मी छ। मेरो मोबाइलले नि कस्तो धान्न सकेको छैन क्या, त्यो तातेर ग्यास। तर बवाल छ ठाउँ चाहिँ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ समुद्र एकदम टक्का बवाल देखिन्छ है। तर लास्ट गर्मी भएर है। हेलो ल हेर्नुहोस्, यहाँदेखि यो देखिएको दृश्य चाहिँ समुद्र है। ओ गाइस, हिप हिप हुरे। लास्ट गर्मी छ नि त, सो त्यसैले ओभर गर्मी छ गाइस। के गर्ने, फोटो पनि खिच्नु पनि लास्ट गर्मी छ। हिप हिप के फोटो खिचेको हो? ल धेरै नखिचौँ है। ओके सर, ओके छ त भाइ, राम्रोसँग खिचौँ। बबल बबल बबल, हाम्रो हमल दाइले बबल फोटो खिच्नु पाउँछ। यहाँदेखि एकदम बफ मुनि हेरौँ। ओ माई गड, मुटु चिउ चिउ हुने गरी हिउँ। पछाडिको यो निकाल्दा कि स्क्र्याचै हुँदैन कि स्क्र्याच। क्यामेरा स्क्र्याच भन्दा मैले निकाल्ने कति भइसक्यो? मैले निकालेको यहाँ अगाडि मेरो। निकाल्ने नै हो कि यो हाल्ने नै होइन चाहिँ खासमा। कहाँ त्यो फलाउले गर्दा नि स्क्र्याच हुँदैन कि। ओके गाइस, अब चाहिँ लास्ट गर्मी छ, ओभर गर्मी छ। सो फेरि पनि देखाउने छु, सबैले हेर्नु होला। छाया पर्दो रहेछ कि। हेलो गाइस, अब चाहिँ हामी जानेछौँ भाइ। यो मोबाइल अलिकति राम्रो ठाउँमा छ ल भाइ, जाउँ। ओ गाइस, अब चाहिँ म लाग्दैछु स्विमिङ गर्नु लागि। हाम्रो साथीहरू पनि स्विमिङ गर्नु लाग्यो ल। ओ राज ब्रो, ल के भन्नु? केही नभने यार, अब गर्मी छ, गर्मीमा यसो पौडी हान्नु पर्यो भनेर है। बालुवानी कस्तो कस्तो हुन्छ, तातो छ है। ओके गाइस, अब हामी लाग्यो। ट्युब लिएर जाने मिल्ने होला कि? कस्तो कुरा गर्नुभएको? बुझनमा मेरो घाँसमा घाउ थियो कि त्यही भएर म गाइस, अब चाहिँ मैले यो चाहिँ सेफ्टीको लागि रहेको है। सेफ्टीको लागि लगेको, यो आवश्यकता हुँदैन र पनि सेफ्टीको लागि लगेको। यहाँ फर्स्ट टाइम हो यो अब खादामा चाहिँ स्विमिङ गर्नु लागेको। सो त्यसैले थोरै अलिकति केही सेफ्टी हुनु न, होइन? सेफ्टी चाहिँदैन र पनि यसो सेफ्टी त गर्नु पऱ्यो नि गाइज, होइन कि कसो?
Oh no! Okay guys. Okay. Ini aja, gimana? Ande. Okay. अब चाहिँ म खेल्नेछु गाइस